हैन तँलाई बिहा हुन्न आउँदैन आउँदैन दिदी सिकाइदिनु न कसरी भन्छ यसरी हुन्न यसरी ए एउटा मकै भाजी बोक्यो यहाँ ए यसरी मन ट्राई गर्छ दिदी मकै फेरि बाक्लो छ कि दिदी साँच्चै दिदीहरूले पहिला कसरी जिन्दगी कटाउनु भयो हौ हामीले त उहिले त दुःख नि हो अलि धेरै दुःख रोटाइ थिएन मेरो हजुरआमाहरूले पनि त्यस्तै भन्नुहुन्थ्यो पहिला त धेरै दुःख थियो अरे गाडीहरू थिएन अरे चामल टाढो टाढोबाट बोक्नु पर्थ्यो अरे हो दिदी हो त अनि टाढो बारीको खानबारी पुग्नु पर्थ्यो पहिलाकोलाई साह्रै दुःख साह्रै दुःख तिमीहरू पनि पहिला तिमीहरूले पहिला घर जाने बेला उमेर भयो राम्रो माइतमा गरी खाएर सिज खाएर जाऊ नानीहरू पछि चुना पगलाउ हुन्छ दिदीको आशीर्वाद लागोस् हामीलाई लागोस् लागोस् के हुन्छ हाम्रो साँच्चै दिदी त कति वर्ष पुग्नु भयो नि मैले 50 कत्लु लाग्यो बुढी भइसक्नु भएछ नि हौ म त बुढी भएँ अब तिमीले चाहिँ मैले लगभग 15-16 तपाईँ त बुढी भइसक्यो त कोलाले नखानु हो साह्रो पर्छ फेरि अनि खेल्नुपर्छ के गर्नु र यस्तै हो जिन्दगी यस्तै हो है जिन्दगी हाम्रो नखुदी म पाखा गराउँछ दिदी साथी अघिको दिदी अघिको बहिनी खोइ म पनि तपाईँलाई भन्नु पिसाब हेर्नु जान्छु भन्दै थियो कता हरायो अनि के गफ मार्नु भएछ नि मारेको नि उहिलेको कुरा सोध्यो उहिले त दुःख थियो है दिदी दुःख पनि के गर्नु दिदी मेरो त घरमा थुप्रै काम थियो मेरो त जाने बेला भयो अब तपाईको साथी पनि आउने बेला भयो होला म त गएकै दिदी ल जाऊ ल राम्रोसँग जाऊ है भाइ गो ला दिदीले माफ होला ल म त तिमीलाई अगाडि खन्ने हो तिमी अहिलेसम्म कहाँ गएको थियो भनेर पाखा गएको थियो 1 घन्टा लाग्यो दिदी नगराउन इन्दिरा बुगाएर गइरहेको कस्तो हो तिमी त जोसुकै आओस् चालै छैन त्यो इन्दिरा त मलाई मनै पर्दैन ए ल मन पर्दैन भोलिदेखि तपाईँ बाहेक मेरो अरू को छ र यो संसारमा ए ल ए साँच्चै दिदी भोलि कहाँ जाने भोलि म घरमा तिमी चाहिँ साथीको ए दिया भोलि तिमी कहाँ जाने म त घरमै होला नि कहाँ जानु त दिदी मेरो मकै कोर्न आऊ ल ए हुन्छ म त इन्दिरा बुनुलाई नि बोलाउँछु मलाई त्यो इन्दिरा बुनु हो कि सुन्नु मलाई नबोलाउनु मलाई रिस उठ्छ बोलाऊ अनि मलाई त्यसले आफै धोका दिएको छ भोलि त्यसलाई राम्रोसँग सम्झाउनु पर्छ नत्र भयो नि फेरि त्यो सम्झाउने त हो कि दिदी फेरि यस्तो रिस उठ्दा गर्छ कि हो कस्तो रिस उठ्दा गर्छ हौ मलाई रिस उठेपछि फेरि मूर्खै रिस उठ्छ क्या दिदी ल त्यसो भए नबोलाऊ न त ल बुनु दिदी हामी दुईजना मस्तसँग गफ गर्दै खानु हो ल काटिना गो दिदी म घर गएँ ल राम्रोसँग जाऊ है हुन्छ भोलि तपाईँहरूको पार्कमा छिट्टै आउनेछु म ल के अरे तपाईँहरूको कुरा मैले सबै सुनेको थिएँ दिदी कहाँ गयो दिदी घर गयो